ड्रिम कोरिया 25th एबिलिटी एक्जाम 2-3 मार्च 29 2025 हामीलाई स्टार्ट गर्यौं है त ल एक नम्बरमा के थियो यो के हो भन्नु त ह्युजी सुगन भने के होला तौलिया सुगन त्यसपछि ह्युजी भने के हो त टिस्यु पेपर यही हो टिस्यु पेपर ह्युजी खङछेक भनेको कपी भयो होला फेन्जी भने के हो त चिठी भयो होला है सुगन भने के हो त तौलिया तौलिया भनेर भन्ने एन्सर के भयो त यो 2 नम्बर है त नेक्स्ट के गरिरहेको छ त यहाँ जस्तो थाम खुरिमुल पोगो मान्नुन थानना मुजागुल खुरिसिप्सी भनेको छ यो चित्र हेरेर मिल्ने हैन शब्द छान्नुहोस् भनेको छ के होला ख्योसिरेछ हाङ्गुरुल फेउगु सुम्निदा हो फेउदा हो हैन नि हैन यहाँ फेउदा भएको हुनाले मिलेन फेङ्गोनेछ छिरोरुल फातको सुम छिरोरुल फात्ता भन्ने के हो उपचार प्राप्त गर्नु लिनु भन्ने हुन्छ सिक्ताङेछ फाबुल मक्को सुम्निदा सिक्ताङ त हुँदैन हैन फेङ्गोन नि भएन ख्योसिरेछ के त हाङ्गुरुल खारु छिगो सिकाउने व्यक्ति हो नि त हैन बोर्डमा लेखेर सिकाइरहेको हुनाले के त खारु छिगो सुम्निदा ल यहाँबाट हेरौँ त थाम छिल्मुने थापासिप्सी भनेको तल दिएको प्रश्नको जवाफ दिनुहोस् भनेको छ थाम थाना पिसुथान पर्यायवाची है त पर्यायवाची के हो शब्द उस्तै मिल्ने मारुल मौसम निका उम्सिगुल के त छुम्नादा भने के त अर्डर गर्नु मक्ता खानु खाजे ओदा लिएर आउनु मान्दुल्दा बनाउनु सिकिदा अर्डर गर्नु पिसुथान भनेपछि के त मिल्ने उस्तै सिकिदा भन्ने हुन्छ है त सिकिदा त्यसै गरेर हेर्नु त यो चाहिँ मिच्छुल बुबुन है त थामजुङ मिच्छुल जिन बुबुने भनेको अन्डरलाइन गरेको शब्द मान्नुन मुन्जाङुल कुरुसिप्सी होला अन्डरलाइन गरेकोबाट मिल्ने कुरा छान्नुहोस् भनेको छ चुसु यहाँ वा र गुवाको बारेमा छ वा र गुवा भनेपछि के त फाचिम भएमा के प्रयोग गर्ने गुवा प्रयोग गर्ने फाचिम नभएमा वाको प्रयोग गर्ने अनि यहाँ के छ जुसु गुवा भनेपछि मिल्यो त जुसु वा भएको भए मिल्थ्यो हैन यो मिलेन खिमफाप वा भनेको फाप गुवा भएको भए मिल्थ्यो यसमा चाहिँ हैन त्यही भएर यो मिलेन फेनुइजम गुवा सिक्ताङी हिस्सा फेनुइजम गुवा भनेपछि यो मिल्यो नि हैन गुवा लागेपछि उदोङ गुवा भएको भए मिल्थ्यो यसमा वा भएको हुनाले यो पनि मिलेन एन्सर के भयो त 3 नम्बर है त ल यहाँबाट फिनखाने धुराखाल खाजाङ अलमाजुङ गसम कुरुसिप्सी भनेको छ खाली ठाउँमा मिल्ने शब्द भर्नुहोस् सितासी अदि आफायो कहाँ दुखेको छ अदि आफायो कहाँ दुखेको छ अल्गुली हान्छा अल्गुरी के त हान्छा फोयो भने तपाईको अनुहार चाहिँ त्यस्तो हैन नराम्रो देखिएको छैन राम्रो देखिएको छैन अहिले बिरामी जस्तो देखिएको छ भन्ने भनेको छ अल्गुरी हान्छुवा भयो र त्यति राम्रो देखिएको छैन फिगोनेछ खुरायो भनेको थकित भएको कारणले हो थकित भएर हो भनेको छ कुरै हो छिनान इल्चुइल तोङान भनेको एक हप्तासम्म भनेको एक हप्ता अवधिभर भनेको एक हप्ता अवधि इल्चुइल तोङान के त सुइजी हानको रेस्ट नगरेर डडड इलेस इल हेगदन यो काम गरेको हो भनेको छ छामकान भने के त एकैछिन है त एकैछिन खेसक लगातार निरन्तर प्रथम प्राय खाकुम कहिले काहीँ भनेपछि यहाँ के हुने भयो त यहाँ छिनान इल्चुइल तोगान सुइजी हानको रेस्ट नगरिकन के गर त त्यसले खेसोक हैन इल हेगदन यो काम गरेकोले हो भनेको छ है त खेसोक हुन्छ यसमा त्यसै गरेर अनिसु सिनुन अन्जे खेरुन हाल कहिले अन्जे भनेको त कहिले विवाह गर्नुहुनेछ भनेर सोधेको छ थेहा क्योरुल डट खेरुन हाल
विवाह गर्नेछु छोरब हानिका छोरब छोरब छ सबै हैन छोरब छोरब छ मात्र यसमा के त पछाडी ग्रामर चेन्ज छ छोरब हादा भने के त पास गर्नु दीक्षान्त प्राप्त गर्नु भने चाहिँ ठ्याक्कै पुरा भएपछि पढाइ पुरा भइसकेपछि यता डिग्री लिइसकेपछि के गर्छु त विवाह गर्छु भनेको होला हैन छोरब हानिका गरेको कारणले विवाह गर्छु भने भएन छोरब हान हुए के त दीक्षान्त गरिसकेपछि हैन विवाह गर्नेछु छोरब हामेन्छ छोरब गर्दा गर्दै विवाह गर्छु भएन छोरब हानुन जुङ भनेको त्यो चाहिँ अहिले चाहिँ के त दीक्षान्त गरिरहेको अवस्था भन्ने हुन्छ त्यहाँदेखि के हुन्छ यहाँ त एन्सर छोरब हान हुए ठ्याक्कै रुल छोरब हान हुए खेरुन हाल गयो दीक्षान्त लिइसकेपछि डिग्री गरिसकेपछि विवाह गर्नेछु भनेर भन्छ है त यसले त्यसै गरेर एबुसय हो फोनमा है त एबुसय भन्ने के त फोनमा कुरा हुँदैछ यिनीहरुको एबुसय हो 한국 어를 가르치는 학원입니까? कोरियन भाषा सिकाउने इन्स्टिट्युट हो भनेर सोधेको छ किम सन्सेङनिम किम भन्ने एउटा सन्सेङनिमको नाम हो 좀 कृपया 부탁드립니다 आग्रह गर्दछु अनुरोध गर्दछु किम सन्सेङनिम은 지금 입니다 होइ छ होइ भनेको मिटिङ वैछुल भनेको कामले बाहिर जानु है त वैछुल बाहिर जानु गएर आउनु भन्ने छ वैछुल हामेन्छ के हुनु पर्यो के हुन्छ त यहाँ भन्दा होइ हाजामाजा मिटिङ गर्ने बित्तिकै होइ हानिका मिटिङ गरेको कारणले होइ जुङ मिटिङ गरिरहेको अवस्था वैछुल हामेन्छ बाहिर जाँदै के हुनुपर्छ यसमा आन्सर यहाँ के भनेको छ भने एल्सय हो 한국 어를 가르치는 학원입니까? इन्स्टिट्युट हो भनेर सोधेको छ किम सन्सेङनिम 좀 부탁드립니다 भनेको उसले फोनको कुरा गर्छ किम सन्सेङनिमलाई चाहिँ म चाहिँ अनुरोध गर्दछु भनेको फोन दिनलाई अनुरोध गर्दछु भनेको तर के भन्नु नाले यहाँ त दाइ नै आउँछ यहाँ किम सन्सेङनिमन के त 지금 के हुन्छ त होइ हानन जुङ होइ जुङ हुन्छ के होइ जुङ भने मिटिङ गरिरहेको अवस्था इसिमलिदा मिटिङ गरिरहेको अवस्थामा हो भनेको छ अरु चाहिँ मिल्छ त हानिका हाजामाजा मिल्दैन ओइछुल हामेन्छ जाँदै गर्दा फोन गर्छु भन्ने नि हुँदैन है त त्यही भएर के त होइ जुङ भनेर इङ्ग्लिसमा एन्सर लाउनु पर्छ त र त्यसै गरेर ल फिन खाने 8 नम्बरको नि हेरौँ हामीले 8 नम्बरको फिन खाने पनि हामीले साउन्ड मेरो राम्रो आएको छ तपाईहरुलाई साउन्ड अलि राम्रो आएन भने भन्नु होला है त र त्यसै गरेर 8 नम्बरलाई नि हेरौँ त 왜 운동할 때 음악을 들어요? किन एक्सरसाइज व्यायाम गर्ने बेलामा हाल्ते गर्ने बेलामा 음악을 들어요. गीत सुन्नुहुन्छ 저는 음악을 운동을 하는 것을 좋아해요. 듣거나 들으면서 듣자마자 के हुन्छ त खाना लाएर आयो भने के हुन्छ त इनारा ना जस्तै हो त यो थुरुनिका सुनेको कारणले गर्दा को कारण पनि हुन्छ सुनेको पनि हुन्छ थुरुमेन्छ सुन्दै छामाजा ने बित्तिकै के हुन्छ त छनुन उमागुल म सुन्दै एक्सरसाइज गर्ने कुरा चाहिँ के त मन पर्छ मलाई हैन सुन्दै व्यायाम गर्ने कुरा चाहिँ मन पर्छ भनेपछि के हुने भयो त थुरुमेन्छ मलाई चाहिँ गीत सुन्दै के त एक्सरसाइज गर्न मन पर्छ भन्ने हुन्छ त्यसै गरेर अर्को हेर वा इराखे नासिने किन यसरी तपाई पत्तालाउनु भयो फाबुल मानी डडड सारी हान्छयो सारी चिदा भने के होला सारी चिदा भनेको त फ्याट लाग्नु भनेको मोटाउनु भनेको सारी चिदा साल भनेको त मासु
बच्छ हुन्छ मासु अथवा फ्याट भन्ने हुन्छ सारी चिदा भन्ने आन्चयो भनेको के नमोटाउनु भनेको के नमोटाउनु मगुमेन खायो भने मक्चा माजा खाने बित्तिकै मक्की छने खानु अघि मगदो खाए पनि के हुन्छ त खाए पनि के त सारी आन्चयो के हुन्छ यसको एन्सर भन्नु त मगुमेन भन्ने हुँदैन खायो भने के त सारी आन्चयो भन्न मिल्यो खायो भने फ्याट लागेन मक्चा माजा खाने बित्तिकै भन्न मिल्यो मिलेन मक्की छने खानुभन्दा अघि भन्दा मिल्यो त मिलेन के मिल्यो त मगदो के त फाबुल मानी के त मगदो के त धेरै खाए तापनि मानी मगदो खाए पनि के त सारी आन्चयो भनेको बोसो लागेन फ्याट लागेन भनेको है त त्यसै गरेर उनोरुन के त फाखाथे के त मिसेमन्जी भन्ने थाहा छ तपाईँलाई मिसेमन्जी भनेको धुलोमा उडेको वायुमण्डलमा उडेको मसिनो धुलोको कण भनिन्छ है त कणलाई मिसेमन्जी भनेर भन्छ है माननिका धेरै भएकोले फान्दसी अनिवार्य डट उडु छाग्योङ हो छाग्योङ हादा भन्नाले के बुझ्छ छाग्योङ हादा प्रयोग गर्नु लगाउनु प्रयोग गर्नु यो प्राय जस्तो छाग्योङ हादा सेफ्टी सम्बन्धी सामग्री प्रयोग गर्नुलाई छाग्योङ हादा भनेर भन्छ है त उरु छाग्योङ हादा आन्ग्योङ मोजा याङमाल मासुखु के लगाउनु पर्छ धुलो उड्यो भने चाहिँ के मासुखु लगाउनु पर्यो हैन मैले मासुखु नलाएर अलि बिरामी भइरहेको छु म मासुखु नलगाइकन हिँडेको कारणले गर्दा मासुखु लाई के त छाग्योङ हेया हेयो लगाउनु पर्छ भनेर भनेको छ त अहिले निकै धुलो उड्छ त्यति बेला यो चैत वैशाखमा चाहिँ धुलो उड्ने मौसम अहिले चाहिँ धुलो उडिरहेको हुन्छ वायुमण्डलमा धेरै धुलो हुन्छ मास्क लगाउनु पर्छ है तपाईँहरूले पनि त्यसै गरेर 11 इ के त इ खुगी छाम खुब भनेको सुप है त छाम भनेको अति नै ज्यादै अथवा ज्यादै भन्न पनि सकिन्छ माछी 100 मिठो छ अत के मान्दु रह्यो कसरी बनाउनु भयो नेम्बिए के त खोगी रुल नक्खो खोगी मासुलाई राखेर मासु नक्खो पोकुन हुए भुटिसकेपछि पोकुन हुए के त मु वा मुरी मु भनेको के त मुला है त मु भनेको मुला नक्खो राखेर मुवा मुरु नक्खो के गर्नु भयो त थोइगिमेन तारे भने हुन्छ के त फुच्चीमेन पठायो भने हुन्छ कुरीमेन उमाले भने हुन्छ खुमेन भुटे भने हुन्छ रोस्ट गर्यो भने हुन्छ के गर्ने होला कुरीमेन कुरिदा पानी र के त मुला राखिसकेपछि के गर्नु त कुरिदा हुन्छ है थोइगी पनि हुँदैन थोइगिदा पनि हुँदैन के त थोइगिदा भनेको तेलमा तार्ने हो फुच्चिदा पठाउने हो हैन अब कुरिदा उमाल्नु खुमेन भनेको रोस्ट गर्नु यो पनि हैन रोस्ट गर्ने हो त्यही भएर के त मुला र उसलाई चाहिँ तपाईको मासुलाई भुटिसकेपछि मुला र पानी हालेर के गर्नु पर्यो त उमाल्न पर्यो नि हैन त्यही भएर के त इन्सान कुरीमेन थयो उमाल्नु भयो भने हुन्छ भनेर भनेको छ त्यसै गरेर ल सनमुरी छाम एपुन्ने हो सनमु चाहिँ निकै राम्रो पो रहेछ हैन सनमुल उपहार निकै राम्रो पो छाम भनेको ज्यादै राम्रो पो रहेछ डडड फादस हो नामजा छिङ्गुगा फोनेन गयो ओनोरी छेसेङ्गिनी इगदनी हो मेरो जन्मदिन हो नि त भनेको छ ल सनमुरी छाम एपुन्ने हो अनुनारायस अथवा मुसुन योइरे अन्जे बुत्था नुगु आन्थेछ के हुन्छ त अनुनारायस फादस भन्ने हुन्छ र हुँदैन नि हैन अरु त मिल्दैन मुसुन योइ पनि मिलेन अन्जे बुत्था पनि मिलेन मिल्ने भनेको यो दुईटा हो अनुनारायस के त सनमुल फादस भन्ने पनि हुँदैन के त नुगु आन्थेछ कोबाट प्राप्त गर्नुभयो भन्छ नुगु आन्थेछ फादस
남자 친구가 फोनेन गयो पठाउनु भएको आज मेरो बर्थडे हो नि त भनेको छ त त्यसैले 13 नम्बरलाई नि हेरौँ त हामी थामुलिलको मोसे थ्यान खुरुन्जी के को बारेमा लेखेको हेरौँ हाङ्गुगुन कोरिया चाहिँ हान्गे एउटा चाहिँ थुक्पेल्सी विशेष सहर सौल र एचगे 6 वटा चाहिँ ख्वाङेक्सी महानगरपालिका बुसान इन्चन थेगु केदा ख्वाङजु त्यसै गरेर थेजन उसान गरेर 6 वटा महानगरपालिका एउटा विशेष सहर अनि फाल्गे केदा दो भनेको प्रान्त खेङ्गिदो खाउन्दो छुङछङ बुक्तो छुङझङ नाम्दो छल्ला बुक्तो छल्ला नाम्दो खेङछाङ बुक्तो खेङछाङ नाम्दो गरेर 8 वटा भयो अनि हान्गे एउटा चाहिँ थुक्पेल छाचिदो छेजुदो र इरोज्यो इसुमिदा अझै एउटा बिर्स्यो एउटा चाहिँ तपाईको के त थुक्पेल छाचिसी भन्ने बिर्स्यो थुक्पेल छाचिसी सोइत तपाईको सोइत शासित सहर भनेर भन्छ के थुक्पेल छाचिसी भने सेजोङ भन्ने सिटी छ के तोसी सेजोङ भन्ने एउटा राख्न बिर्सेको रहेछ यो चाहिँ थुक्पेल छाचिदो भनेको चाहिँ यो चाहिँ सोइत प्रान्त भयो सोइत शासित प्रान्त भयो छाचिदो तपाईको थुक्पेल छाचिसी भनेको सोइत शासित सहर भन्ने छ के एउटा गरेर कति वटा भयो त 6 1 7 8 8 7 15 16 17 वटा छन् प्रान्तहरु है त कोरियामा प्रान्त महानगर विशेष सहर स्वशासित सहर र स्वशासित प्रान्त गरेर के त कतिवटा भयो 17 वटा है त यसलाई यो भन्न खोजेको चाहिँ म के को बारेमा लेखेको त हाङ्गुगे सुदो कोरियाको सुदो सुदो राजधानीको बारेमा कुरा गरे हो थोसी सहरको बारेमा हो कोरियाको के त ख्वाङवाङजी पर्यटक स्थानहरुको बारेमा कुराकानी गरे हो त हैन के गर्दा हाङ्गुगे के त हेङजक खुयक भनेको प्रशासनिक के त उसको बारेमा चाहिँ कुरा गरेको प्रशासनिक क्षेत्रहरुको बारेमा खुयक क्षेत्रहरुको बारेमा कुराकानी गरेको छ है त त्यसको बारेमा भनेको एन्सर के हो त हाङ्गुगे हेङजङ खुयक प्रशासनिक क्षेत्रहरुको है त र त्यसै गरेर 14 को नि हेरौँ त थामुल हिलको मोसे थ्यान पुरे चाहिँ यो पनि खुरुन्जी खुरुसिप्सी हो भनेको छ हाङ्गुगे नुन कोरिया चाहिँ सांगदे मागे भनेको विपक्षमा के त विपक्ष ए तारा को अनुसार के त नोफिम मालगा फानमारुन के त सायङ हानुन मुनागा इसुमनिदा मुना भनेको के त संस्कृति नोफिमाल भनेको उच्च आधार फानमाल भनेको त ठाडो भाषा त्यसै गरेर नफिम मारुन छुरो प्राय के त अरुण हिना उमेरमा ठुलो खेक्सिगुल छारेया हानुन साङवाङएस सायङ हाम्यो तपाईको त अरुण खेक्सी छुरो भने जस्तै हुन्छ यो पनि खेक्सी यस्तो छारेया हानुन साङवाङए अवस्थामा है त खेक्सी भनेको फर्मल सेरेमनी भन्नाले औपचारिक कार्यक्रम भनिन्छ औपचारिक कार्यक्रम खेक्सी गोल छारेया हानुन औपचारिक कार्यक्रम गरेको अवस्थामा पनि प्रयोग गरिन्छ र फानमारुन के त छिनान छिङ्गु ना भनेको घनिष्ठ छिङ्गुना नाइगा अरिन सारम ग्वा थेवा हाल्ते साङ हाम्निदा भनेको तपाईहरुको नजिकको व्यक्ति अथवा तपाईभन्दा सानो उमेरको व्यक्तिसँग के त वार्तालाप गर्ने बेलामा चाहिँ प्रयोग गरिन्छ भनेको छ इरान यस्तो किसिमको भाषा हैन भाषा
सुग्बानुन के त सांगदे बाङ्गुल छोनछोङ हागना भनेको तपाईको विपक्षमा के त विपक्षमा भएको व्यक्तिलाई सम्मान दिनको लागि सम्मान अथवा के त छिनमिल गाम्बुल भनेको घनिष्ठताको फेवेन हागी उहान गसिम्निदा अझै घनिष्ठ सम्बन्ध बनाउनको लागि चाहिँ बनाउनको निमित्त हो भनेर भनेको छ यसको चाहिँ के को लागि होला भन्नु त 14 को के हुन्छ कार त्यसै गरेर हाङ्गुगे उम्सिक मुना भनेको खानाको संस्कार र हाङ्गुगे इन्साबब भन्नाले के त यो अभिवादन गर्ने तरिका भन्ने छ के हुन सक्ला त भन्दा हाङ्गुगे अन एजल के त तपाईको कोरियाको भाषाको संस्कारहरु हैन बोल्दाखेरि हैन कसरी के गर्ने भने भाषाको संस्कार हुन्छ यो चाहिँ ठाडो भाषा बोल्ने कि हैन तपाईको उच्च भाषा बोल्ने भन्ने कुराको बारेमा चाहिँ दिएको छ है त कस्तो व्यक्तिलाई कस्तो भाषा प्रयोग गर्ने हाङ्गुगे अन एजल त्यसै गरेर थाम न्योङुल इल्को मान्नुन गसुल पुरिसिप्सी भनेको छ इन्टरनेट सुरो जुरो मोसुल हाम्निका इन्टरनेटमा प्राय के गर्नुहुन्छ त शपिङ हानुन छारामी छेल मान्छन् नि त शपिङ गर्ने व्यक्तिहरु चाहिँ छेल मान्छन् नि धेरै छ रे सबैभन्दा धेरै छ रे हो छैन हैन यहाँ हेर्दा के त खेम 10% शपिङ 10% मात्र छ है त अनलाइन सुअप फान्नुन छारामी छेल सक्छुम नि त अनलाइन सुअप कहाँ छ अनलाइन सुअप यो पनि छैन छेल सक्छुम नि त त्यो छ शपिङ यङा फोनुन छारामी तु पञ्चेरो मान्छु नि त मुभी हेर्ने व्यक्ति चाहिँ दोस्रो धेरै छ रे हो कि छैन यो धेरै सबैभन्दा धेरै छ यङा फोदा ल खेमगा शपिङ हान्नु छारामी सुगाका खाच्छुम नि त यसको संख्या चाहिँ बढी छ रे गेम र शपिङ गर्ने व्यक्तिको संख्या चाहिँ खाच्छुम नि त बराबर छ रे बराबर छ एन्सर यही हुन्छ है त 4 नम्बरको ल थामुल हिलको नियमका खातुन गसु कुरिसिप्सी भनेको इल्जुइले के त हाङ्गुक सुपरमार्केट छ फान फाइल भनेको छ कोरियनको सुपरमार्केटबाट हाङ्गुक सुपरमार्केटबाट बेचिने फलफुलको बारेमा दिएको छ सबभन्दा बढी के बेच्दो रहेछ तालगी बेच्दो रहेछ त्यसपछि सागवा बेच्दो रहेछ अन्तिममा के त सुबाक रहेछ है त ल सागवा फुदा सुबाकुल सानोन छारामी मान्छुम नि त सागवा र सुबाक किन धेरै छन् त छैनन् है त तालगी रुल सानुन सारामदरी छेल सक्छुम नि त तालगी किन्ने व्यक्ति चाहिँ सबैभन्दा थोरै छ रे फनानागा से बन्चेरो मान्छुम नि त फनाना हेरौँ त फनाना से बन्चे हो छप्पन्चे तुपन्चे से पन्चे मिल्यो से बन्चे हाङ्गुक सुपरमार्केट छ सागवाका छेल मानी फाल्लिम नि त सबैभन्दा बढी बेच्छ र सागवा हैन नि दोस्रो हो यो त्यही भएर एन्सर कति भयो त 3 नम्बर ल थाम सल्मेङे हालमाजुन अहिरुल खुरिसिप्सियो भनेको छ इगोसुन सारामदुरी सोनुल सिगना फुरिरुल फोनुन छाङसो 입니다 켄 위생을 게다 위해 필요한 공간이며 공공 장소나 건물에 설치되어 있습니다. के होला यो भन्नु अब म एन्सर त आइहाल्छ हैन हात धुने अझ फुरी भन्नाले यो फुरीले के जताउँछ भने दिसा पिसाब जस्तो जताउँछ फुरी दिसा पिसाब के त फोनुन भनेर त्यहाँ चाहिँ हल्का हुने ठाउँ भनेको के छाङसो हो खेन विसेङुल हैन तपाईको आफ्नो व्यक्तित्व विकासको लागि हैन वी हे को निमित्त फिरोहान आवश्यक खोङ्गानीमा स्थान भएर के त खोङखोङ छाङसोना खोङखोङ भनेको त सार्वजनिक छाङसो ठाउँ खन्मुरे सल्चित भएछिन सार्वजनिक ठाउँको भवनमा चाहिँ के त बनाइएको हुन्छ हैन अवस्थित हुन्छ भनेर भनेको छ के होला त हजाङसिल है त यो हजाङसिल यति भन्ने बित्तिकै त हामीले सिक्ताङ हैन सामसिन हैन ओइसान के हो त हजाङसिल हुन्छ है त त्यसै गरेर यो पनि अहि हो नै हो सल्मेङ र अहि हो यी मुन्सा भनेको डकुमेन्ट सर्यु डकुमेन्ट
सरी पनि भन्छ हैन कागजपत्र सरिनुन के त हेवेरो विदेशतिर यहेङ हाल्ते सिन्बुनुल छुङमेन हानुन सिन्बुन भनेको परिचय सिन्बुन परिचय छुङमेन हानुन प्रमाणित गर्ने छुङमेन हानुन दे प्रमाणित गर्ने साङ थोइम्निदाको लागि प्रयोग गरिन्छ अरे खुक्काएस तपाईको देशबाट खुक्काएस फाल्गु भामेन प्राप्त गरे भने साजिनग्वा इरुम खुक्चक तपाईको देश राष्ट्रियता दुङ ए आदिको के त छङबोगा भनेको जानकारी छङबो भनेको जानकारी 포함 되어 있습니다. समावेश गरिएको हुन्छ सिगाप एकोन खाबाङ उसान के हो त एकोन है त एकोन हुन्छ त्यसै गरेर थाम 크루일고 नियोंगा खातुन गसन कुरेसिप्सी भनिन्छ 한국인 둘은 대부분 कोरियन मान्छेहरू अधिकांश चिबानेछ हैन घर भित्र सिनबारुल पक्को खोलेर के त सेंगर हाम्यो भने जीवन यापन गरेर फादागे आन्जास भइमा बसेर शिक्षारुल के त हागना गर्ने र टिभी रुल पोगिदो हामीले हेर्ने पनि गर्छन् इराहान यस्तो किसिमको छ्वासिक मुनानुन के त फादागुल तात्तु थागे हानुन 한국의 전통 난방 방식 때문에 생겨난 것으로 현대에도 वर्तमान स्थितिमा पनि यदा 지속되고 त्यसलाई फेरि रेगुलर अपनाएको सुनिदा छ हो फादाके सनुन के त भइमा चाहिँ छुरो सोफाना उइजाए आन्जा सेंगर हानुन छलमुन भनेको जवान साराम जुल्दो व्यक्तिहरू पनि चिबाने सनुन छाजु तात्तुधान फादागे आन्जा टिभीरुल फोगना सुगिदो हामीले टिभी हेर्ने अथवा रेस्ट गर्ने पनि गर्छन् बुझ्नु अस्ति नै हामीले यो पढेको यसको बारेमा पढिसकेको छौं हामीले च्याप्टरमा के भन्छ कोरियनमा चाहिँ अधिकांश व्यक्तिहरू जुत्ता खोलेर के त जीवन यापन गर्ने र फादा आन्जा तपाईहरुमा बसेर के त खाना खाने टिभी हेर्ने पनि गर्छन् यस्तो किसिमको भइमा बसेर बस्ने के त संस्कृति चाहिँ फादागुल तात्तु थागे भने भइ चाहिँ न्यानो गरी गरेको हांगुक कोरियाको छन्दुङ परम्परागत नानबाङ फांगसिक भनेको तातो कोठा गर्ने तरिकाको कारणले सेंगेनान गसुरो त्यो चाहिँ त्यसबाट उत्पत्ति भएको कारण हो हेन्दे त अहिले वर्तमान स्थितिमा पनि चिसोक थोएको त्योलाई निरन्तरता दिइरहेको छ भनेर भनेको छ फादाके सनुन के त छुरो सोफा त फाक्के छ सरी फादा फाक्के छ बाहिर चाहिँ के त प्राय सोफा र कुर्सीमा बसेर जीवन यापन गर्ने जवान व्यक्तिहरू पनि के त घर भित्र चाहिँ हैन चिबेसन छाजु प्राय के त तात्तु थान फादाके न्यानो भइमा चाहिँ आन्जा बसेर टिभी रोल हेर्ने पनि र रेस्ट गर्ने पनि गर्छन् भनेर भनेको छ अब यसो छलमुन साराम धुरुन के त छ्वासिक मुनाए एकसो घाजी हान्छुन् नि त त्यसो परिचित छैनन् रे उनीहरुलाई थाहा छैन रे हैन उनीहरुलाई थाहा छ नि हैन 한국인 धुरुन के त फादाके हान्छछ शिक्षा हाजी हान्छुन् नि त खाना खाँदैनन् रे खान्छन् भनेको छ छ्वासिक मुनानुन के त 한국의 전통 생활 방식입니다 हैन हो कि हैन हो 한국인 धुरुन के त चिमानेछ सिम्बारुल सिनको सेंगोन हामीले चल चप्पल जुत्ता लगाएर नै जीवन यापन गर्ने गर्छन् भनेको छ त्यो त हुँदै हुँदैन पक्को भनिरहेको छ सुरुमै त्यसै गरेर 20 मा पनि हामी हेरौं थाम 크루일고 नियोंगा खातुन गसु कुरेसिप्सियो 한국의 कोरियाको थाल्ले군 양력과 음력 कोरियाको चाहिँ के त थाल्लेग पात्रो 양력 र 음력 सौर्य पात्रो र चन्द्र पात्रो भन्ने हुन्छ त्यही हो चन्द्र पात्रो सौर्य पात्रो यो भनेको इंग्लिश पात्रो भयो यो भनेको कोरियनको आफ्नै पात्रो है त हामके फ्योसी हामीले त फ्योसी हाल्ने चिन्ह लगाएको हुन्छ होइसावा हाक्वे कम्पनी र विद्यालयको इल्चङ कार्यतालिका चाहिँ के त खुगेङइल भनेको
खुक्याङइल तपाईको खुक्याङइल भनेको सार्वजनिक विधा जस्तो हुन्छ खुक्याङ देशले चाहिँ मनाउने सार्वजनिक विधा दुंगुन आदि केदा याङनेगुल खिजुनुरो हाम्निदा खुक्याङइल विशेष दिन भन्ने हुन्छ खुक्याङइल तपाईको तुंगुल केदा याङनेग तपाईको राष्ट्रको त्यो विधाहरू हुन्छ सार्वजनिक विधाहरू चाहिँ सौर्य पात्र हैन इंग्लिश पात्रबाट चाहिँ को आधारमा चाहिँ गरिने हो खुरना र सल्लाल र छुसक चाहिँ सल्लाल छुसक खातुन छन्थोङ परम्परागत भेङजल चाडपर्व चाहिँ के त उम्नेगुल खिजुनुरो उम्नेको भने चन्द्र पात्रोको आधारमा के त हामीले हो गरिन्छ भने भन्छ गरिन्छ सेङ्गिरे ख्याङ्गियो दो जस्तो सेङ्गिरे भनेको जन्मदिनको अवस्थामा पनि याङनेगुल खिजुनुरो भनेको सौर्य पात्रको आधारमा हानन सारामदुरी गरिने व्यक्तिहरू इक्को छन् र उम्नेगुल खिजुनुरो हानन सारामी इसुम्निदा तपाईको त उम्नेक चन्द्र पात्रको आधारमा पनि हानुन सारामदुरी गरिने व्यक्तिहरू पनि छन् इछरम यस्तो किसिमको इछरम हाङ्गुगेछ त हाङ्गुगेछनुन याङनेक वा उम्नेगी मोदु साङथोमिदा यसरी के त कोरियामा चाहिँ तपाईको के त सौर्य पात्र र चन्द्र पात्र चाहिँ सबै प्रयोग गरेको पाइन्छ दुईटै प्रयोग गरेको पाइन्छ भनेर भनेको छ हैन भइरहेको क्लासमा जोइन हुन सक्नुहुन्छ भन धेरै दिन त भएको छैन त्यसमा जोइन भएर पढ्नु सक्नुहुन्छ त्यसपछि जोइन भएर पढ्नु सक्नुहुन्छ हुन्छ त्यो आएर एकचोटि बुझ्नु न अफिसमा म अहिले क्लास गर्छु कि एकछिनमा कल गर्नु ल हेर्नु त यहाँ होइसाए अब यहाँ के छ हामीले खातुङगत अब विषयसँग मिल्ने कुरा चाहिँ चुज गर्ने हो अब योसँग कुन मिल्छ त होइसाए इलचङ्गुन के त उम्नेगुल खिजुनुरो हाम्निदा कम्पनीको कार्यतालिका चाहिँ उम्नेकको आधारमा गरिन्छ हुँदैन याङनेक नै हो हैन उम्नेगुरो सेङिरुल खिनेमा हानुन साराम तो इसुम्निदा छ कि छैन माने साराम पनि छ हाङ्गुगे कोरियाको छन्थोङ मेङजरुन याङनेगुल खिजुनुरो हाम्निदा उम्नेक हो नि त छन्थोङ मेङजल जति सबै के त हाम्रो उम्नेकबाट गर्छन् है त उम्नेकबाट गर्छन् याङनेक होइन हाङ्गुगेसनुन के त हाङ्गुगेनुन उम्नेक थाल्लेगी तारो इसुम्दा अलगै छ रे अलग हो र हैन नि त्यही क्यालेन्डरमा चाहिँ चिन्ह लगाइन्छ यहाँ सुरुमै भनेछ याङनेक वा उम्नेगुल हाफके फेसी हामीले सँगै चाहिँ के त चिन्ह लगाइन्छ भने तारो छैन त एकै ठाउँमा हुन्छ एन्सर के हुने भयो त 2 नम्बर हुन्छ ल हामीले के त लिसनिङ सुनाउँ न त अब हैन कति भ्याइन्छ त्यति क्लियर भएको छ अब यहाँ सुन्छ है त खन्मुल भन्ने भन्छ खन्मुल कति नम्बरमा छ त खमुल खामगी खन्मुल सन्मुल खन्मुल 3 नम्बरमा छ त्यसैगरी हामी अर्को पनि सुन्छौं 22 नम्बरलाई पनि 극장입니다. 국장 कति नम्बरमा छ त 콩장입니다. 국장입니다. 직장입니다. 매장입니다. है त
त्यसै गरेर हामीले यहाँ हेर्नु त 1 नम्बर 2 नम्बर 3 नम्बर 4 नम्बर हेर्नु अब यहाँ के भन्छ त्यो अनुसार हामीले यसलाई चुज गर्नुपर्ने हुन्छ है त 우큐입니다. 우큐입니다. उफ्यो भनेको हुलाक टिकट उफ्यो भनेको हुलाक टिकट हाम्रो 4 नम्बरको एन्सर हुन्छ त्यसै गरेर फेरि हामी अरु 모자입니다. 모자입니다. मोजा कति नम्बरमा छ मोजा입니다 भनेको छ 3 नम्बरमा छ नेक्स्ट यो के होला यो चाहिँ यहाँ तपाईको यो उलाई म्यापलाई हेर्नु त्यही अनुसार हामी क्वेशन सुनेर एन्सर चुज गर्छौं है त 약국은 어디에 있습니까? 약국 चाहिँ कहाँ छ हामी त सुनेर पत्ता लगाउने है त 회사 안에 있습니다. 미용실 맞은편에 있습니다. 병원 아래층에 있습니다. 학교와 회사 사이에 있습니다. कहाँ छ त यो म्याङछिल माझुनफेन 있습니다 भन्छ म्याङछिलको पारीपट्टि छ भनेर भनेको छैन अथवा तपाई फेङ्गन एफए भनेको भए त्यो पनि मिल्न सक्थ्यो तर भनेको छैन के त म्याङछिलको पारीपट्टि हो भनेर भनेको छ 2 नम्बरमा है त यसरी पत्ता लगाउने त्यसै गरेर यो हेरौँ त डेट यहाँ क्वेशन म बजाउँछु अनि यहाँ डेट दिएको छ के हुन सक्छ त्यो हामी हेरेर पत्ता लगाउँ है त 몇 월 며칠입니까? 8월 9일입니다. 9월 8일입니다. 7월 8일입니다. 6월 9일입니다. कति महिना कति गते भनेर सोधेको छ तपाईको यो के हो त यो सेप्टेम्बर भनेको के हो त 9월 8일입니다 है त 9월 8일입니다 कति नम्बरमा भन्नु 9월 8일 2 नम्बरमा भने हैन एन्सर के हो त यसको हाम्रो 2 नम्बर नेक्स्ट 27 मा छौं है त हामी के हुन सक्ला यो भन्नु त 이것이 무엇입니까? 텔레비전입니다. 망치입니다. 사진기입니다. 사진입니다. 사진기입니다 र साजिन입니다 कति नम्बरमा भन्यो साजिनगी 3 नम्बरमा साजिन चाहिँ 4 नम्बर भन्यो यो के हो त साजिनगी हो त क्यामेरा हो एन्सर त्यही हो 3 नम्बर के गरिरहेका छन् यी व्यक्तिहरु त्यो पनि हामी पत्ता 이 사람은 무엇을 하고 있습니까? 인사를 하고 있습니다. 악수를 하고 있습니다. 식사를 하고 있습니다. 주문을 하고 있습니다. कहाँ भने एन्सर इन्सारल हागु 있습니다 कति नम्बरमा 1 नम्बरमा आक्सु भनेको हात मिलाउनु छुमुन भनेको त अर्डर गर्नु भन्ने हुन्छ त ल नम्बर 29 कति वटा छन् 1 2 3 4 5 5 वटा बास्केटहरु छ अब हामीलाई पत्ता लगाउनु 딸기가 얼마나 있습니까? 5상자 있습니다. 6상자 있습니다. 5바구니 있습니다. 6바구니 있습니다. ल सांजा र फागुनी भनेको छ 5 सांजा
थासत फागुनी हैन यसत साङ्जा यसत फागुनी कतिवटा छ त 1 2 3 4 5 थासत फागुनी सुन्दा कति नम्बरमा थासत फागुनी 3 नम्बरमा थासत फागुनी है त यो बास्केट 30 को हामी क्वेशन बुझाउँछौं तपाईहरु एन्सर दिनु है त म तपाईहरुलाई क्वेशन बुझाउँछु तपाईहरुले एन्सर दिनु पर्ने हुन्छ त्यसै गरेर म 30 नम्बरको बुझाउँछु 그 사람 직업이 뭐예요? 그 사람 직업이 뭐예요? त्यो व्यक्तिको पेशा चाहिँ के होला 직업이 있어요 पेशा छ 학교에 있어요 स्कुलमा छ 공무원이에요 공무원 हो सरकारी कर्मचारी हो 한국에 있어요 कोरियामा छ के हुन पर्यो त 공무원이에요 है त त्यो व्यक्तिको पेशा के हो त 공무원 हो भनेर भन्नु पर्यो त्यसै गरेर 31 लाई पनि हामी सुन्छौं 오늘이 무슨 요일이에요? 오늘이 무슨 요일이에요? ल आज के बार हो भनेर भनेको छ 오늘은 2월 3일이에요 서울에 가요 제 친구 생일이에요 금요일이에요 के हुनु पर्यो त 금요일이에요 आज के बार हो भनेपछि त यो बार भन्नु पर्यो नि हैन 금요일이에요 भनेर भनेको छ त्यसै गरेर 영수 씨 고향은 어디예요? 영수 씨 고향은 어디예요? 양수지को 고향 चाहिँ कहाँ हो भनेर सोधेको छ 호주예요 저기가 우리 회사예요 제 이름은 앵수예요 백화점에서 일을 해요 के होला 호주 भन्ने के हो त अस्ट्रेलिया हो भनेर भनेको होजु जानेन भने फेरि बिग्रिन्छ यहाँ यसमा है त होजु예요 अस्ट्रेलिया हो खोयाङ चाहिँ याङसुको खोयाङ कहाँ हो त होजु हो भनेर भनेको छ त्यसै गरेर 기분이 어때요? 기분이 어때요? ल 기분이 어때요 मुड कस्तो छ त नमु पिस्सायो ज्यादै महँगो छ रे मासिजिमान मेवायो मिठो भए तापनि पिरो छ आरामदायक सुन्दर छ आजु छुआयो अति नै मन पर्यो के होला उम्सिगे अत्तेयो भनेको छ के भनेको छ 기분이 어때요? मोड चाहिँ कस्तो छ त आजु छुआयो अति नै राम्रो छ भनेर भन्नु पर्यो त्यसैगरी 34 लाई पनि हामी सुनिहालौं न त 이영수 씨를 알아요? 이영수 씨를 알아요? 이영수 씨를 알아요. 이영수 씨लाई चिन्नुहुन्छ भनेर भनेको छ 아니요 가방이 없어요 네 몰라요 아니요 몰라요 이영수 씨는 없어요 के होला त 아니요 몰라요 네 알아요 भएको भए फेरि पनि हुन सक्छ यो छैन 네 몰라요 भनेको चाहिँ हुँदैन 아니요 몰라요 हजुर थाहा छैन भन्नुहुन्छ 35 लाई पनि हामी सुनौ 실례지만 나이가 어떻게 되세요? 실례지만 나이가 어떻게 되세요? माफ गर्नु होला तपाईको उमेर चाहिँ कति हो भनेर भनेको छ 1985년 10월 20일입니다. 리안시 일하고 합니다. 제 여동생입니다. 34살입니다. के भन्नु पर्यो त 실례지만 나이가 어떻게 됐어요? अथवा ense가 어떻게 됐어요? भनेको भए के हुन्छ त 34살입니다. यो तपाईको कहिले जन्मिनु भयो भन्ने सोधेको भए चाहिँ यो हुन्थ्यो एन्सर हैन 1980년 हैन 10월 के त 20일 भन्ने हुन्थ्यो यहाँ चाहिँ उमेर सोधेको भएर के त 34 हैन 34 वर्षको हो भन्ने भन्नु पर्यो त्यसै गरेर 18 6 7 19 यो चाहिँ सुनेर तपाईले पत्ता लगाउनु है त कुन चित्र चाहिँ मिल्छ भनेर 매점은 몇 시에 문을 닫아요? 오후 6시에 닫아요. 매점은 몇 시에 문을 닫아요? 오후 6시에 문을 닫아요 भनेको छ
ओहु भन्ने बित्तिकै हामी कहाँ जानु पर्यो त 13 देखि माथि 14 15 16 17 18 हैन 18 मा जानु एसएससी ओहु एसएससी है त अरु के त यो आछिम हो एउटा चाहिँ हैन आछिम हो यिनी आछिम भयो यो ओहु भयो यो चाहिँ के त इल्गोप्सी ओहु है त अर्को एसएससी चाहिँ 1 नम्बरमा ल यसको हेर्नु त मेन्दोगीको के छ यहाँ साङफुम हैन मेन्दोगी खास के त 12000 21000 22000 उता त 11000 छ यो सुनेर पत्ता लगाउनु नि त तपाईहरुले है त 면도기는 하나에 얼마예요? 12,000원이에요. 면도기는 하나에 얼마예요? 12,000원이에요. 맨도기는 하나에 얼마예요? 12,000원이에요 भनेपछि 11,000원, 12,000원, 21,000원, 22,000원 भनेपछि 12,000원 कहाँ रहेछ त 2 नम्बरमा ल अब यहाँ लङ क्वेशन छ यसलाई सुनेर पत्ता लगाउनु त हामीले है त 이링 씨, 생일이 몇 월 며칠이에요? 5월 16일이에요. 그날이 금요일이에요? 아니요, 금요일이 아니에요. 토요일이에요. 제 생일에 같이 밥 먹어요. 이링 씨, 생일이 몇 월 며칠이에요? इरिङसी 생일이 몇월 며칠이에요? तपाईको 생일 चाहिँ कति महिना कति गते हो भनेर सोधेको छ है त 5월 16일이에요. 그날이 금요일이에요? 5월 16일이에요. 5월 16일मा तपाईको कुमिल पर्छ भनेर भनेको छ केटाले अब यहाँसम्म सुन्नु 아니요, 금요일이 아니에요. 토요일이에요. 아니요, 금요일이 아니에요. 토요일이에요. 토요일 पर्छ भनेको छ है त 제 생일에 같이 밥 먹어요. 제 생일에 같이 밥 먹어요 भनेको छ के रहेछ त यहाँ 이링씨 생일이 몇 월 며칠이에요? 5월 16일 토요일이에요 हैन यसको आन्सर के त यो नेक्स्ट अर्को हेरौं 안젤라 씨는 무엇을 먹고 싶어요? 안젤라 씨लाई चाहिँ के कुरा खाने कुरा चाहिँ इच्छा छ त 비빔밥 먹고 싶어요? 싶어해요? 볶음밥을 먹고 싶어해요? 된장찌개 먹고 싶어해요? 콩고기를 먹고 싶어해요? के खाने इच्छा छ त सुनेर हामी पत्ता लगाउने है त 여기요, 메뉴판 좀 주세요. 메뉴판 여기 있습니다, 손님. 안젤라 씨, 뭐 먹고 싶어요? 글쎄요, 뭐가 맛있어요? 된장찌개는 매워요? 네, 조금 매워요. 그럼 저는 불고기 먹고 싶어요. 여기요, 비빔밥 하나 하고 불고기 하나 주세요. 안젤라लाई के खाने इच्छा रहेछ त फुलकोगी 먹고 싶어요 싶어해요 भनेर भन्नु पर्यो है त उसले भनेको छ नि त फुलकोगी 먹고 싶어요 फुलकोगी를 먹고 싶어해요 एन्सर के हुने भयो त 4 नम्बरको बुझ्नु भयो नि यो वार्तालाप पनि र 40 नम्बरलाई हामी फेरि सुन्छौं है त 우리 가족은 아버지, 어머니, 남동생, 저 모두 4명이에요. 부모님은 미국에 계시지만
저는 한국에 있어요. 아버지는 회사에서 일을 하세요. 어머니는 학교에서 학생들을 가르치세요. 남동생은 고등학생이에요. 저는 초등학교 영어 선생님이에요. भएन होइन उसको बुवा कहाँ बस्छ त्यतिलाई मात्र सुन्ने हो अरूसँग सरकार राख्नु पर्यो बुवाले के गर्नुहुन्छ आमाले के गर्नुहुन्छ दाइले के गर्नुहुन्छ भाइले दाइले होइन बुवा के गर्छ भन्ने कुरै छैन यहाँ क्वेसन हेर्नु पहिला 최신씨 부모님은 어디에 계세요? 최신수 부모님은 미국에 계세요 भनेर भनेको छ होइन अनि यहाँ के लेख्नु पर्यो त 미국에 계십니다 एन्सर सकियो यसरी गर्नुपर्ने हुन्छ एक्सप्लेन गर्नुपर्छ यो सजिलै छ बुझिन्छ होइन ल बुझिन भने एक्सप्लेन गरिदिन्छु म तपाईहरुलाई 우리 가족은 아버지, 어머니, 남동생, 저 모두 4명이에요. 부모님은 미국에 계시지만 저는 한국에 있어요. 아버지는 회사에서 일을 하세요. 어머니는 학교에서 학생들을 가르치세요. 남동생은 고등학생이에요. 저는 초등학교 영어 선생님이에요. 남동생 चाहिँ के त 초등학생 हो अरे हैन निमाविको हैन तपाईको प्राइभेट अथवा निमाविको चाहिँ स्टुडेन्ट हो आफू चाहिँ के हो त आफू चाहिँ यङ सँगसँगै हैन इंग्लिश टिचर हो भनेर भनेको छ ल तपाईहरुले अब यो जान्नुभयो हैन अब नेक्स्ट टाइम यही क्वेशन आयो भने कति मिलाउन सक्नुहुन्छ होला 40 मा 40 हुन्छ अब हैन हो ल यसरी गर्नु भने हुन्छ ल आजलाई यति नै ल यहाँसम्म हेरिदिनु भएको सबैजनालाई शुभेच्छा है त ल सबैजनालाई अनाङ्गी केसो हो भन्नु पर्यो नि घरमा बसिँदै यहाँ स्टुडेन्टलाई अनाङ्गी खासै हो भन्नु पर्यो नेलफप सिधाएर बद्दल भोलि हामी भेटौँला आजलाई यति नै गरौँ है त बाइ